मान्छेले काकाको मैले त्यस्तो दुःख गरेर खाएपछि नै खाने नै केही पनि नगर्ने है दलाल अब एउटा भयो अब अर्को अब यी सेवा दलाल चाहिँ हाम्रै गाउँको अब यी सेवाबाट भयो हाम्रै गाउँको भने मतलब मैले त हजुरको अब नेटबाट च्याटबाट गरेको हजुरको खडा मान्छेले कतै मैले यार लाग्यो क्या दशा लाग्यो चिनिन जाने त्यसो तपाईँको पनि गल्ती हो नि त हाम्रो गाउँकै छिमेकीहरू अलिकति सामान सहिलो हुन्छ नि तर यो मान्छे फेरि हजुरको उसमा के भन्छ शङ्खमूलमा हो फेरि बस्ने शङ्खमूलमा बस्छ घर काठमाडौँकै त्यहाँ गएर काँकरभित्र यसको काँकरभित्रमा डिटेलमा आउँदाखेरि यसले होइन एकाउन्ट खोल्दाखेरि के भन्नु वैदेशिक रोजगार वार्षिक आम्दानी कति 20 लाख भनेर राखेको रहेछ मैले सबै डिटेल ल्याएर हेरिसकेँ कि हजुरको यसलाई पनि फसाएको त होइन नि अरूले पार्टनरहरू होला अब हामीले पैसा जम्मा गर्दाखेरि यसमै जम्मा गरे हो हो र त हो नि उसले समात्छ नि अब हो नि यसलाई समाउँछ नि मेरोबाट त हजुरको पैसा सबै डिटेल देखाइसकेको छ हालिदिनु तपाईँहरू कति दिन लाग्ने फेरि पैसा आउनु हाम्रो त 1 वर्ष भइसक्यो हजुर कहाँ हाम्रो त यहाँ दुबई पठाउँछु भनेर 4 जना त्यही भएर अस्ति ठ्याक्कै मैले फेरि हजुरको पासपोर्ट रिन्यू गरेर फेरि अर्को ठाउँमा हालिदिन्छु कि मैले